यात्रा सुरु भयो। एक पुरानो पुलमा पाइला राख्दै म एक्लै थिएँ, तर प्रकृति साथमा थियो। चारैतिर हरियाली, मानौ यो बाटो मेरो लागि बनाइएको थियो। रेटो बाटोहरू, पुल र घना जङ्गल बीचको यात्रा। कतै चराहरू गाइरहेका थिए, कतै पातहरू फुसफुसाइरहेका। भोक लाग्यो, चाउचाउ खाए, तर त्यो प्लास्टिक झोलामा राखे। हामीले पनि प्रकृतिलाई सम्मान गर्नुपर्छ। फेरि हिँड्न थाले। हरेक पाइला आफ्नो कथा बोकेर अघि बढिरहेको थिए। बिस्कुट खाए, हरियाली हेरे र त्यो खोल झोलामै राखे, किनभने यात्रामा अनुशासन पनि सौन्दर्य हो। बाटो अझै बाँकी थियो, तर मन चाहिँ झन् हलुका। यसरी हेर्दा लाग्दो रहेछ जीवन पनि यात्रा नै त हो। पानी पिए, तर त्यो स्वाद पानीको थिएन, त्यो स्वाद थियो न्यानोपनको, जङ्गलको, जीवनको। गोरेटो बाटोमा फेरि अघि बढे, कहिले उकालो, कहिले ओह्रालो, तर प्रत्येक मोडमा नयाँ अनुभूति। एउटा सानो झरना जस्तै मुहान भेटियो। अनुहार धोए त्यो छेडमा। मैले थकान होइन, पुरानो म पखालिरहेको थिएँ। यात्रा फेरि जारी रह्यो, तर अब यात्रा बाहिरको थिएन, यो अब भित्रको यात्रा बनिसकेको थियो। अचानक फेवाताल देखियो। त्यो दृश्यले मन एकछिन रोकिन बाध्य बनायो। न दृश्य बोलेको थियो, न म, तर समझदारी थियो आत्माको। हेर्दा हेर्दै, त्यो सौन्दर्यलाई हेर्दै मनले भन्यो, यात्रा सफल हुँदैछ। पुगे तालपारी, ढुङ्गामा बसे। हावा, पानी, आकाश सबै साँची थिए। मैले मात्र होइन, आत्माले पनि स्पर्श गरेको जस्तो। ढुङ्गा अगाडि बढिरहेको थियो। तालवाराई मन्दिर दर्शन गरे। कुनै माग थिएन, केवल आभार थियो। धेरै दिनपछि आत्माले आफूलाई धन्यवाद दिएको महसुस भयो। लेकसाइड फर्किए, तर फर्किएको म थिइनँ। शान्त, शुद्ध र धेरै नजिक आफ्नै हृदयसँग। लेकसाइडको बाटोमा चुपचाप हिँडे। सङ्गीत थिएन, तर मनमा गीत बजिरहेको थियो। गौरीघाटको छेउ पुगे। फेवाताल एकदम चुप थियो, तर त्यो मौनतामा थियो हजारौँ भावनाहरू एउटा रूपमा बसे। पानी हेरे, मनभित्रको आवाजले भन्यो, आज म पूर्ण छु। यात्रा सकियो, तर म सुरु भएँ, नयाँ आत्मा, नयाँ दृष्टिकोण लिएर। तालपारीको शान्ति अब मेरो हृदयमा सधैँ बगिरहनेछ।